हेलो गाइज चाहिँ हाम्रोतिर चाहिँ अब यो अमला फुलेको छ होइन। एकचोटि आएको थियो नि अमला काण्ड, यही रुख हो है साथी। अमला काण्ड कस्तो हुन्छ अमलाको रुख। हाम्रोतिर चाहिँ यो सानोमा यसमा खतरा फल्छ क्या साथी। अनि यहाँ मुनतिर पनि छ। त्यो तल देखेको चाहिँ मेरो आफ्नै घर हो होइन। अनि ल हेर्नुहोस् साथी, यो चाहिँ हाम्रो ताङ्लेवा गाउँ। गाउँ त अब जङ्गलै जङ्गल भइसक्यो है। सबै केटाहरू विदेश, यहाँ नि मकै हाम्रो यस्तो छ होइन। यता बाँझै लडिरहेछ, के गर्नु छ र जिन्दगी। नेपालमा अब यहाँ खेती गरेर पनि केही हुँदैन साथी हो। अनि छ विदेश। अब यहाँ हेर्नुहोस्, यो एउटा त्यो भाइको घर हो, त्यो भाइ पनि विदेश। यहाँ दाई, यो दाई पनि विदेश। अनि त्यो तल्लो घरको चाहिँ दाई चाहिँ हुनुहुन्छ, अटो चलाउनुहुन्छ उहाँले चाहिँ। अनि यो उँधोको 2-3वटा घर छ यहाँ, उँधो पनि सबै विदेश। अनि मेरै घरको दाइहरू पनि 2जना विदेश। अनि आफै विचार गर्नु त, नेपालमा चाहिँ अब अनि के हुन्छ त। नेपाली अब नौजवान युवाहरू चाहिँ सबै विदेश गइसकेपछि अब नेपालमा के हुने भन्दाखेरि बाँझै लड्ने हो जग्गा जमिन। अब यस्तै हो, सरकारले पनि अब यो किसानको लागि केही दिँदैन हाम्रो ठाउँमा चाहिँ। केही दिएको छैन। मैले थाहा पाएँ अनुसार चाहिँ केही दिएको छैन। म 28-29 वर्ष भइसकेँ, अहिलेसम्म केही पनि अब दिएको छैन। भन्दा मलाई चाहिँ दिएको थियो सरकारले मौरी पाल्नको लागि भनेर अनुदान 1 लाख रुपियाँ। र मेरोसँग मौरी पनि छ होइन। र यहाँ हाम्रो भाउजू हुनुहुन्छ यहाँ। सिलुलुलु के छ भाउजू? ब्लग हुँदैछ नि यहाँ, ब्लग। यहाँ भाउजूको बुढो हो क्या दाइ भनेको चाहिँ, विदेश गएको। एकदम कपडा धुँदै हुनुहुन्छ, सन्चै हुनुहुन्छ भाउजू। अनि यस्तै छ क्या गाई चाहिँ हाम्रो चाहिँ गाउँ होइन। अनि अब त्यो तल चाहिँ हाइवे, म हजुरहरूलाई हाइवेसम्मै लगेर देखाउँछु। अनि यो माथिको 2टा घरको पनि विदेशै हुनुहुन्छ क्या दाइहरू। आफै विचार गर्नुहोस् ल, कतिसम्म चाहिँ विदेश गएको छ भन्ने कुरा। मेरो गाउँमा मैले 100जनाभन्दा बढी चाहिँ हाम्रो गाउँबाट विदेश जानुभएको छ क्या युवाहरू। मेरो दाजुभाइहरू मात्रै त्यति हुनुहुन्छ। अनि यहाँ हुनुहुन्छ पल्लोपट्टि हुनुहुन्छ पाण्डे नेउपानेहरू, उहाँहरू पनि प्रत्येक घरको जानुभएको छ। अनि आफै विचार गर्नुहोस्, हाम्रो देश कसरी नबनेको भन्दाखेरि नौजवान युवाहरू चाहिँ सबै विदेश गइसकेपछि महिनामा नकमाएको नि उहाँहरूले 50-60 हजार कमाउनुहुन्छ, आनन्दले आफ्नो परिवार पाल्नुहुन्छ होइन। त्यही भएर हो क्या साथी हो, परिवार पालिहाल्नुहुन्छ। अनि अब के गर्ने, यसरी बाँझो राख्नुपर्छ होइन। अनि अब के हुन्छ त, अब सुविधा ठाउँमा मात्रै खेती गरेको छ क्या अहिले। मैले थाहा पाउँदाखेरि पहिला म फक्टा जोतिन्थ्यो क्या हामीले पहिला। अब मेरो पनि बाबाहरूको जग्गा टन्नै छ होइन। एउटा बाँझो राख्नु हुन्थेन। अनि अलैँची बगानी त्यस्तै थियो पहिला। अहिले चाहिँ हाम्रो ठाउँमा चाहिँ अलैँचीलाई रोग लागेर अलैँची चाहिँ हुँदैन होइन गाइज। अब अलैँची हुँदैन, त्यही भएर। अनि खेती त भनेको हाम्रो त बाँझो 200-300 रोपनी होला, त्यसमा 20-25 रोपनीमा मकैसकै धानसान रोपिन्छ। अरू केही पनि गरिँदैन। अरू चाहिँ जम्मै जङ्गल हो हाम्रो। जङ्गल रोप्ने हो, उत्तिस रोप्ने हो, काट्ने हो, बेच्ने हो, यस्तै छ हाम्रो चाहिँ होइन। यो दाइको घर, त्यो तल्लोपट्टिको मेरो, त्यो पल्लो घर दिदीको, त्यो भान्जा नि विदेश हुनुहुन्छ। अनि सबैजना विदेश। यति भन्दै हजुरहरूलाई ताङ्लेवाको यो सुन्दर भूमि, मेरो जन्मभूमि होइन। मेरो मूल घर माथि हो, यो तल चाहिँ चोक भन्छ हाम्रो। यहाँ घर बनिँदैछ अब बिस्तारी है गाइज। म हजुरहरूलाई रोड देखाउँछु हाम्रो ठाउँको। एकदम सुलुलुलु फिलिली छ, तर गाडीमा चढेपछि साह्रो उफार छ होइन। त्यस्तो खालको रोड छ हाम्रो चाहिँ, पिच हो होइन। ल